छिटो बरपर्दो ट्रान्सफर फी पनि नलाग्ने मनी ट्रान्सफर सेवाको लागि आजै ट्याप ट्याप सेन्ड एप डाउनलोड गर्नु होला। नमस्ते नमस्ते प्याराडाइम टिभीमा स्वागत छ तपाईहरुलाई। थ्याङ्क यू सो मच। नमस्कार, म मेक्सम गौडेल। नमस्ते, मेरो नाम साइग्रेस पोखरेल, कथाकार भन्दा म खुसी हुन्छु। नमस्ते, मेरो नाम निकेश थापा, म काठमाडौँ युथ कन्क्लेभबाट। आजकल के गर्दै हुनुहुन्छ? 1-1.5 महिनादेखि नेपालमै छु। चलचित्रको सुटिङको लागि आएको थिएँ, सकियो, केवाइसी सकाएर जाँदैछ। रेगुलर कमेडी सो विकली गइरहेछ, रेगुलर नै सुरु भइरहेछ, रेगुलर नै आइरहेछ। त्यो बाहेक स्टेज सो मुभीमा पनि काम गर्दैछु। अबको तयारी भनेको केवाइसी इभेन्टको लागि छ। म चाहिँ केवाइसीको अर्गनाइजर्स भएको भएर त्यसकै तयारीमा लागिरहेको छु। फर समवन जसले फर्स्ट टाइम यो बारे सुन्दै हुनुहुन्छ हैन, के हो केवाइसी भने? यो चाहिँ 2019 बाट स्टार्ट भएको इभेन्ट हो। इन्स्पायरिङ युथ लिडिङ नेसन भनेर हामीले स्टार्ट गरेको इभेन्ट हो यो। अनि दिस इज द 7th एडिसन अफ काठमाडौँ युथ कन्क्लेभ। अनि हामीले मेजरली हामीले टार्गेट गरेको अडियन्स भनेको चाहिँ +2 अपवर्ड अडियन्सहरू हुनुहुन्छ हैन। लिडरसिप अपर्च्युनिटिज, नेटवर्किङका कुराहरू भयो, कम्युनिकेसन स्किल्सहरू, रियल लाइफ स्किल्सहरू चाहिँ धेरै कुराहरू सिक्नुहुन्छ। सफ्ट स्किल्सहरू चाहिँ हामीले धेरै कुराहरू दिइरहेको छौँ काठमाडौँ युथ कन्क्लेभको तर्फबाट। तपाईहरु कसरी इन्भल्भ हुनुहुन्छ यो प्रोजेक्टमा? केवाइसीको इभेन्ट त पहिलेदेखि नै सुन्दै हेर्दै आइरहेको। अनि यो एउटा युथलाई चाहिँ एकै ठाउँमा बाँध्ने खालको एउटा इभेन्ट पनि हो। त्यो हरेक वर्षमा हुने केवाइसीको एउटा हरेक स्केड्युलमा चाहिँ एकजना कमेडियन एड हुनुहुन्छ हरेक वर्ष। यस अगाडि मेरै साथीहरूले पनि गरिरहनु भएको थियो। यो वर्ष चाहिँ म छु, म इन्क्लुड भएको छु। म 5th मा थिएँ एडिसनमा, 6th मा पनि आउनेवाला थिएँ, तर मेरो युएसको प्रोग्राम थियो, म ठ्याक्कै युएसमा थिएँ। केवाइसीमा चाहिँ मैले पाएको अनुभूति चाहिँ कस्तो भन्दाखेरि त्यहाँ चाहिँ एकदमै धेरै न्यू फ्रेस युथहरू हुनुहुन्छ क्या। उहाँहरूमा चाहिँ एउटा भोक हुन्छ, केही बेला सुन्ने सिक्ने भनेर। फेरि कथा भनेको चाहिँ समाजको यथार्थ चित्रण गर्ने ऐना हो। मेरो लागि चाहिँ बिगेस्ट प्लेटफर्म हो त्यो, आफ्नो कुरा राख्ने अथवा आफ्नो कथा सुनाउने। अनि मैले पहिलाको सालमा जुन त्यो एनर्जी फिल गरेँ नि, मलाई त्यसबाट त्यो डिट्याच हुनै म सकिरहेको छैन। अनि सो त्यो अपर्च्युनिटीमा फेरि किन छोड्ने भनेर म 7th मा पनि छु। यो कहिले हुँदैछ अनि कता हुँदैछ? यो श्रावण 16 गते अगस्त 1 नेपाल एकाडेमी हल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ। अनि यसपालि व्हाट क्यान वी लुक फरवर्ड टु? अब यो चोटि पनि काठमाडौँ युथ कन्क्लेभ विल लिभ अप टु इट्स एक्सपेक्टेसन हैन। इच इयर हामीले जे प्रोभाइड गर्दै आइरहेको छौँ, यो इयर अझै झन् बिगर र बेटर गर्ने प्लान गरिरहेको छौँ। +2 पढेको अडियन्स जो चाहिँ अहिले पोटेन्सियल त अभियसली छ, तर कन्फ्युज हुनुहुन्छ क्या वाट्स नेक्स्ट भन्ने कुरामा चाहिँ उहाँहरूलाई पनि गाइड होस् हैन। उहाँहरूले पनि अब चाहिँ करियरमा के गर्ने, प्रपर करियर काउन्सिलिङको लागि हाम्रो चाहिँ पर्फर्मरहरू पनि आउनुहुन्छ, आर्टिस्ट डिफ्रेन्ट ब्याकग्राउन्डको आउनुहुन्छ, र सँगसँगै अन्टरप्रेनर्सहरू पनि आउनुहुन्छ, ब्याङ्किङ सेक्टरको सिइओज पनि आउनुहुन्छ हैन। त्यो भएको भएर तपाईँहरूले चाहिँ यसमा कम्प्लिट प्याकेज पाउनुहुन्छ काठमाडौँ युथ कन्क्लेभमा। फन, इन्टरटेनमेन्ट र लर्निङ सबै कुराको चाहिँ कम्प्लिट प्याकेज भनेको काठमाडौँ युथ कन्क्लेभ नै हो। ल अझै गफाफ गर्ने नै वाला छौँ हैन। मिन टाइम केही रमाइलो गेमहरू पनि राजौँ। पहिलो गेम खेल्दिनु यहाँ। हेलो, सो फर्स्ट गेम हो फिनिश दिस सेन्टेन्स। नेपालीमा कि इङ्ग्लिसमा? नेपालीमै। तपाईँ इङ्ग्लिसमा भन्दा नि हुन्छ। पहिलो वाक्य हो आमाले भन्ने एउटै कुरा ड्यास 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 ड्यास। टाइममा भात खा। घर छिटो आइज। मोबाइलले गर्दा हो। अरू अरू के हुन्छ टिपिकल आमाले भन्ने उयो? जति गरे पनि पुग्दैन यिनीहरूलाई। जे किन्न लाग्यो पनि अस्तिको नै होइन र। कलेज सकेपछि ड्यास 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 ड्यास। मोज हुन्छ यार। काठमाडौँ युथ कन्क्लेभ जोइन गरौँ। जागिर के गर्ने यार। बिहेपछि ड्यास 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 ड्यास। सुहागरात होइन र के हो? बिहेपछि यु वोन्ट लुज यर फ्रिडम बट यु माइट निड पर्मिसन टु युज इट हैन। बिहेपछि प्रगति हुन्छ। लिडरसिप भनेको ड्यास 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 ड्यास। यो विषयमा त साइकोसिलले 4वटा भन्नुहुन्छ। उदाहरण बन्दै जानुपर्ने हो लिडरसिप भनेको। एभ्रिथिङ इज मिस्टेक, सबै गल्ती तपाईँको हुन्छ। पावर काठमाडौँको ट्राफिक ड्यास 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 ड्यास। अहिले पनि छ। स्ट्रगल हो। हर्नको फ्री कन्सर्ट भन्दा हुन्छ काठमाडौँ। खास हर्न भनेको गाली हो खास। केवाइसीमा आउने भए ड्यास 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 ड्यास। टु बिकम अ बेटर भर्जन अफ यर सेल्फ, त्यसको लागि चाहिँ रेडी हुनुहोस्। केवाइसीमा आउने भए टाइमर स्टार्ट गर्नुहोस्। केवाइसीमा आउने भए साउन 16 गते। नेपाली युथलाई चाहिने कुरा ड्यास 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 ड्यास। संयमता। सबै कुरा त्यसमै समेटिने रहेछ कि साँच्चै हो नि। प्रपर गाइडेन्स, यस। आई थिङ्क गोल्स। अलराइट, ल द्याट वाज द फर्स्ट राउन्ड। आफ्नो आफ्नो रेस्पेक्टिभ फिल्डमा काम गर्न थाले धेरै भइसक्यो होइन। त्यसमा कसरी लाग्नुभयो? हाउ हेज द जर्नी बिन सो फार? कमर्सियल्ली लाग्नु र इन्गेज हुनु भन्ने चाहिँ डिफ्रेन्ट कुरा हो।
केही कुराले चाहिँ तपाईँको पेट पाल्न थाल्छ भने त्यो कुरालाई निरन्तर दिन सकिन्छ। जब आर्ट चाहिँ कमर्सियल हुन्छ तब मात्र एउटा आर्टिस्ट सर्भाइभ हुन्छ। अनि यदि कुनै पनि आर्ट कमर्सियल भएन भने कलाकार दुर्घटनामा पर्छ अनि कला घाइते हुन्छ। मैले चाहिँ स्टोरी टेलिङ गर्न थालेको मलाई होस भएसम्म म क्लास 1 देखि नै हो। क्लास 4 मा यहाँ हुनुहुन्छ, उहाँको अगाडि मैले बोल्न सुहाउँदैन, तर पनि म हाम्रो स्कुलमा त्यो कमेडी च्याम्पियन भएको थियो कि, अनि म फर्स्ट भएको थिएँ त्यो बेलामा। मतलब राइटिङले होला सायद होइन। अनि त्यो बेलादेखि मलाई एकदम प्रेरणा मिल्थ्यो। क्लास 7 मा हाम्रो चाहिँ ड्रामा कम्पिटिसन भएको थियो। अनि संयोगवश चाहिँ हाम्रो स्कुल चाहिँ राजेश हमाल सरको घर नजिकै कपुरधारा चामाखुसीमा थियो। अनि त्यहीँ वरपर चाहिँ एउटा सिरियल त्यो बेलामा हेत्तेरिका भन्ने थियो, होस प्रसाद होइन, त्यो सुटिङ हुन्थ्यो। अनि हामी चाहिँ त्यही वरपर थियौँ। अनि हाम्रो स्कुलको कतिजना सिनियरहरू चाहिँ त्यो टेलिसिरियलमा खेल्नुहुन्थ्यो क्या, रेगुलरली खेलिराख्नुहुन्थ्यो। अनि हाम्रो अपोनेन्टमा चाहिँ त्यही सिरियलहरूमा खेल्ने एकजना दाइ हुनुहुन्थ्यो, हामी एक ब्याच सिनियर। अनि उहाँले चाहिँ यस्तो त्यो टेक्निकहरू जान्नुभएको थियो क्या। अनि उहाँले चाहिँ त्यो ब्लड निकालेको चाहिँ रातो इङ्क खाएर घोप्टिनु भएको थियो। अनि त्यहाँ ब्लड निकाल्नु भएको थियो। त्यो चाहिँ लाइभ थियो क्या, एभ्रिथिङमा सो लाइभली थियो। अनि हामीले चाहिँ मैले चाहिँ त्यो बेलामा सोसल मेसेजवाला एउटा स्टोरी बनाएको थिएँ। अनि त्यो मेसेजमा चाहिँ मैले पर्फर्म गरेको थिएँ आर्ट ड्रामा। अनि विनरको नाम चाहिँ 4th 3rd घोषणा गर्दै थियो। कमसेकम 4th होला भन्यो, 4th नाम आएन, 3rd होला भन्यो, 3rd नाम आएन। 2ndमा त पक्कै आइदियो हुन्थ्यो होइन, 2ndमा आयो भने चाहिँ 2ndमा पनि हाम्रो नामै आएन क्या। 2ndमा चाहिँ त्यो ब्लड जसले उल्टी गर्नुभएको थियो उहाँको नाम आयो। त्यस्तो खतरा त 2nd भयो होइन, फर्स्ट को होला भने फर्स्ट हामी भएको थियो क्या। मतलब होइन, त्यो चाहिँ मेरो लागि चाहिँ जीवनको एउटा माइल स्टोनहरू जसले चाहिँ राइटिङ अनि स्टोरी टेलिङ चाहिँ एकदम पावरफुल छ भन्ने कुरा चाहिँ मलाई रिमाइन्ड गराएर राख्यो। अनि त्यस पछाडि 12 मा हुँदाखेरि आई डिड समथिङ, लेखेँ मैले, एउटा गीत लेखेँ। शिक्षा पाउने चाहना थियो गरिबीमा म अझै, मतलब एउटा अशिक्षित हुँ, कहाँ छ मेरो भविष्य भन्ने। अनि त्यो पनि एकदम अप्रिसिएट भयो। अनि मेरो राइटिङ त खतरै रहेछ क्या जस्तो एउटा टिनेज केटालाई भयो। अनि 2012 मा चाहिँ श्री सत्य साई सेवा सङ्गठन नेपालको चाहिँ एउटा ठुलो इभेन्ट थियो, नेसनल युथ कन्फरेन्स थियो पोखरामा। त्यो इभेन्टमा चाहिँ आई गट एन अपर्च्युनिटी टु टेल स्टोरिज टु द पिपल। 1500 जना युथ फर्स्ट टाइम स्टेज चढेर अफिसियली त्यसलाई स्टोरी टेलिङ गरेको थियो। अनि सबैजना पिन ड्रप साइलेन्टमा थियो। अनि सबैजना आउनुभयो, मेरो सिनियरहरू मलाई पक्क भन्नु कस्तो तिम्रो एकदम पावरफुल थियो भन्नुभयो। अनि ओके, सो मलाई चाहिँ यो गर्दाखेरि चाहिँ एफर्ट नै लाग्यो होइन। कुनै पनि काम तपाईँलाई गर्दा एफर्ट लाग्दैन भने चाहिँ त्यो तपाईँको आर्ट हो। तर आर्टलाई सर्भाइभ हुने कमर्सियल हुनुपर्छ। सो अन एन्ड अफ लेख्ने नारेट गर्ने गरिरहेको थिएँ। 2020 May 3 आई स्टिल रिमेम्बर द्याट डे, जब मैले चाहिँ कोभिडको एकदम पिकमा चाहिँ 90s किड भन्ने एउटा भिडियो हालेको थिएँ। त्यो भिडियो हालेर म सुतेको थिएँ। अनि आई डोन्ट नो, मेरो 800 फलोवर थियो। त्यो भिडियो हालेर म उठ्दाखेरि 18,000 फलोवर थियो क्या। इट्स लाइक ओभरनाइट। अनि मैले युट्युब जर्नी सुरु गरेको थिइनँ। मेरो युट्युबमा एउटै भिडियो थियो, सिसन बानी र म पर्सनल ब्लगिङ गरेर आएको। 2018 को भिडियो थियो, मैले 19 मा हालेको थिएँ। अनि त्यो भिडियो चाहिँ त्यो भिडियोले गर्दा मेरो 1800 सब्सक्रिप्सन थियो। अनि मेरो लाइफको फर्स्ट नोभल लेखेँ मैले, मेरो अधुरो प्रेम। त्यो चाहिँ मेरो आफ्नै जीवन कथा। त्यो लेखेर अनि मैले राखे पछाडि एउटा युट्युब गर्नेलाई थाहा छ युट्युबिङ गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तो गाह्रो छ। अनि सिल्भर प्ले बटन जब मैले अर्को देख्थेँ नि, त्यो मेरो लाइफमा कहिले पनि आउँदैन जस्तो लाग्थ्यो कि। त्यो स्टोरीले गरेर विदिन 6 months मेरो घरमा सिल्भर प्ले बटन आयो। सो देन आई डिसाइडेड, सो मैले सबै कुरा क्विट गरेँ। एन्ड देन मैले बार्सिलोनामा स्टुडियो बनाएँ। अनि सो आई स्टार्टेड माई जर्नी। अनि त्यस पछाडि मलाई एकदम प्रेमहरू प्राप्त भयो। अनि असाधारण मान्छेलाई पनि साधारण मान्छेलाई पनि असाधारण माया दिए पछाडि उसलाई त्यो हौसला मिल्छ, त्यो हौसला पाएँ। अनि दिस इज द जर्नी एन्ड आइम स्टार्टिङ। त्यही भएर आइएम लक्की एन्ड ब्लेस्ड कि मैले माया गर्ने अडियन्स पाएँ। थ्याङ्क यू। मलाई साइगर सरले यहाँ बोल्दै हुनुहुन्छ भन्दा पनि म त्यही जोनमा छु अहिले। मैले यहाँ युट्युब लगाएर छोडिरहेको छु। कस्तो मजा आउने क्या त्यो सुन, आवाजको हामी आदत भइसक्यो क्या होइन, आनन्द आउने सुन्दाखेरि पनि भइसक्यो। थ्याङ्क यू सर। स्टार्टिङ सिमिलर साइगर सरको र मेरो चाहिँ स्कुलबाट नै सुरु भयो मेरो। अनि अब त्यो स्कुलमा एक्स्ट्रा हरेक एक्टिभिटिजमा इन्भल्भ भइराख्ने, पार्टिसिपेट गरिराख्ने। अनि जे पनि म केही पनि छोडिदिन्थेँ, सबै प्रोग्रामहरूमा चाहिँ म पार्टिसिपेट गर्थेँ। तर एकपटक 6th क्लासमा पढ्दाखेरि चाहिँ ड्रामा म आफैले लेखेर अनि 2-3 जना साथीलाई राखेर गराएको थिएँ। यति धेरै मन पराउनु भयो कि फर्स्ट, त्यो स्कुलमै फर्स्ट टाइम भएको। ड्रामा हुन्थेन त्योभन्दा, डान्स म्युजिक सिङ्गिङ भइरहेको थियो, अरू गेम हुन्थ्यो, तर ड्रामा भएको थिएन। नाटक लेखेँ म आफैले, अनि 7.25 भन्ने त्यति बेला लेखेको नाटक थियो। अनि म र साथी भएर गऱ्यौँ। यति धेरै मन पराउनु भयो कि मैले एकचोटि गरेको नाटक 1 वर्षसम्म मैले त्यसको क्रेडिट खान पाइराखेँ। म आउने बित्तिकै पनि नाटक गरे मान्छे यो त्यो। मलाई त्यति बेला फर्स्टमै दिमागमा के पऱ्यो भने मैले आफूलाई मन परेको काम गर्दा मैले यति राम्रो रेस्पोन्स पाइरहेको छु भने वाइ नट भनेर त्यस पछाडि मैले त्यहीँबाट सुरु गरेको। अनि त्यसपछि बिस्तारै स्कुलको टिचरहरूको क्यारिकेचर गरेर सुरु गरेको मैले। अनि पोलिटिसियन गर्दै जे होस् एउटा
कमेडियन बन्ने जर्नी त्यहाँबाट सुरु भयो अनि स्ट्यान्डअप गर्न थालेँ लोकल लेभलमै गर्थेँ मैले +2 पढे पछाडि त्यहीको लोकल रेडियो आँधीखोला रेडियोमा जब गर्न थालेँ आरजेको रूपमा अनि वालिङ टेलिभिजनमा फेरि म कमेडी प्रोग्राम प्रेजेन्ट गर्न थालेँ त्यहाँ लोकल टेलिभिजनहरूमा जो आफ्नो जिल्लाभित्र मात्रै चल्ने सिरियलहरू प्रोग्रामहरूमा चाहिँ म इन्भल्भ थिएँ जोडिरहेको थिएँ अनि त्यही क्रममा चाहिँ अब लोकल स्टेजहरू पाइरहेको थिएँ जस्तो अब हामीले मेला महोत्सवमा चाहिँ मेन आर्टिस्ट आउनुभन्दा अगाडि एउटा स्लट हुन्छ त्यो पछाडि रहेको अडियन्सलाई ग्यादर गर्ने त्यो जिम्मेवारी मेरो थियो त्यति बेला म गर्थेँ सबैजना अनि त्यसरी सुरु भएको जर्नी तर एक समयमा पुगेर यो कमेडी चल्दै गर्छ बाँकी जिन्दगी भनेको चाहिँ खासमा पढाइ र जागिर रहेछ भनेर म ब्याङ्कमा इन्सुरेन्सको इन्चार्ज भएर पनि बसिसकेको थिएँ अब जिन्दगी यही नै हो अब बिहे होला अर्को वर्ष त्यसपछि 2टा बच्चा हुन्छन् यसरी नै चल्ने हो जिन्दगी सामान्य रूपमा भन्दै थिएँ आइदियो कमेडी च्याम्पियन फ्याट्टै त्यसपछि राम्रो जागिर नै रिजाइन गरेर त्यसपछि कमेडी च्याम्पियनमा आएँ त्यो एउटा भोग थियो कलाकारको जुन 6 क्लासमा नाटक गर्दाखेरि देखेको भोग त्यो किराले टोकिरहेको थियो छोडेको थिएन र त्यसलाई चाहिँ ठ्याक्कै नेसनल लेभलमा ल्याएर मलाई मन परेको मैले रुचाएको काम गर्न पाउने प्लेटफर्म चाहिँ कमेडी च्याम्पियन बनिदियो र त्यस पछाडि चाहिँ अहिलेसम्म पनि लगातार नै म कमेडीकै फिल्डमा छु अहिलेसम्म गरेको धेरै लामो एक्सपिरियन्स त नभनौँ धेरै दिग्गज कलाकारहरू हुनुहुन्छ तर मैले लिएको एक्सपिरियन्समा मलाई चाहिँ के चाहिँ एउटा चिज भन्नै मन लाग्छ भने तपाईँ हाँस्दाखेरि तपाईँ खुसी हुँदाखेरि जति सेटिस्फ्याक्सन मिल्छ नि त्यसको 200 टाइम्स चाहिँ हँसाउनेलाई आउँछ क्या सेटिस्फ्याक्सन मैले केही चिज गर्दा तपाईँ हाँसिदिनु भयो भने तपाईँ हाँस्नुभन्दा अझ बढी गुणा मलाई सेटिस्फ्याक्सन मिल्छ त्यसबाट अनि म त्यो काममा गर्दैछु अघि पनि हामी कुरा गर्थ्यौँ साँच्चै नै मैले यो देखेको कलाकार शब्दले टोकेको कलाकार बन्न मन भएको आफूलाई मन परेको चरित्र गर्न मन लागेको चिज चाहिँ अहिले मैले सपना कुनै बेला देखेको थिएँ भने ठ्याक्कै अहिले मैले त्यो सपना बाँचिरहेको छु जस्तो लाग्छ मलाई अब मेरो त हाम्रो सरहरू जस्तो त्यस्तो इन्सपिरेसनल पनि छैन होला र यति मिठो तरिकाले मैले व्यक्त पनि गर्न नसकुँला होइन तर मैले चाहिँ अब काठमाडौँ युथ कन्क्लेभमा चाहिँ 2021मा जोइन भएको थिएँ अनि त्यहाँबाट जोइन गरेर आइराख्दाखेरि चाहिँ हरेक वर्ष यसरी भनौँ न आफ्नै लेभलका युथहरूसँग जुन लेभलको इन्टरेक्सन हुन्छ जसरी उहाँहरूलाई गाइड गर्न पाइन्छ होइन अनि जुन ट्रस्ट देखाएर चाहिँ हजारौँ युथ आइदिनुहुन्छ काठमाडौँ युथ कन्क्लेभमा अनि त्यसले गर्दा एक हिसाबले जिम्मेवारी बोध त भइहाल्छ अनि त्यो सँगसँगै उहाँहरूलाई भनौँ न आफूले सिकेका केही कुरा सिकाउन पाउँदा र अझै केवाइसीको थ्रुबाट जस्तो भनौँ न आफ्नो नेटवर्किङहरू पिआरहरू र यत्रो ठुलो इभेन्ट लिड गर्न पाउँदाखेरि चाहिँ त्यो अर्कै लेभलको दिस इज वाट आई लभ डुइङ के अनि यो गर्दाखेरिको जुन लेभलको मैले प्लेजर पाउँछु नि मैले अरू पनि बाहिर काम गरेँ केवाइसी गर्दा गरेँ तर फेरि पछि चाहिँ मलाई त होइन म चाहिँ काठमाडौँ युथ कन्क्लेभकै लागि हो भने जस्तो हुन्छ नि एउटा इभेन्ट नै गर्छु राम्रोसँग गर्छु स्टुडेन्टसँग मजाले कनेक्ट हुन पायो दिनमा 50जना मान्छे भेट्छु भनेपछि त इच मान्छे डिफ्रेन्ट हुन्छ नि त इन्डिभिजुअल डिफ्रेन्सेस फरक हुन्छ त्यो हिसाबले चाहिँ आई गेट टु लर्न सो मेनी थिङ्स के सो एक्ज्याक्टली कति युथलाई सानो उमेरमै होइन आफ्नो करियरमा कसरी अगाडि बढ्ने होइन अब यति धेरै अप्सन्स हुन्छ होइन कहिले मुटुको कुरा सुन्ने कि दिमागको कुरा सुन्ने प्यासन फलो गर्ने कि मेबी स्टेबिलिटी फलो गर्ने त्यस्तो बाध्यता हुनसक्छ नि त तपाईँहरूलाई चाहिँ कसरी थाहा भयो कि यही नै मलाई गर्नु छ भनेर अनि मेबी उहाँहरूले पनि हाउ कुड दे डिल विथ इट जस्तो लाग्छ कि मन परेको काम गर्नुपर्छ कि गरेको कामलाई मन पराउनुपर्छ एउटा अब आत्मविश्वास हुनु पऱ्यो अर्को क्षमता पनि चाहिने भयो त्यस पछाडि अर्को अपर्च्युनिटी तपाईँलाई त्यो राम्रो चिज तपाईँसँग छ भने त्यसलाई बिकाउने बजार चाहिन्छ अनि राम्रो चिज तपाईँसँग छ भने त्यसलाई बिउ छ भने त्यसलाई उमार्ने जमिन चाहिन्छ भने जस्तो आफूसँग भएको चिजलाई ठ्याक्कै 50% चाहिँ मिट गराउने चाहिँ अपर्च्युनिटी दिने ठाउँ प्लेसले पनि हो अनि त्यो सबैको कम्बिनेसनले गर्दाखेरि चाहिँ आफूले देखेको चिजहरू आफूले गरेको कल्पनाहरूमा चाहिँ सफल भइन्छ जस्तो चाहिँ लाग्छ मलाई अनि कन्सिस्टेन्सी मेन भनेको चाहिँ धेरै पटक म आफूलाई पनि फर्काइसकेको छ यो फिल्डले तर हार मानिनँ मैले भनौँ न त्यही भएर अहिले पनि म तपाईँको अगाडि यसरी बोल्न पाइरहेको छु सो निरन्तरता पनि चाहिँदो रहेछ यसको लागि केही कुराहरू कस्तो हुन्छ भन्दाखेरि तपाईँबाट निस्केका कुराहरू अरूले ग्रहण गर्ने हो त्यो ग्रहण गर्दाखेरि उनीहरूले चाहिँ लिदियो भने मजा आउँछ उदाहरणको लागि तपाईँ एउटा सेफ हुनुहुन्छ तपाईँलाई एकदम खुसी लाग्छ खाना बनाउनु तर तपाईँले बनाएको खाना कसैले पनि रुचाउँदैन भने आई थिङ्क यु सुड चेन्ज द प्रोफेसन अनि अर्को कुरा भनेको म कथाकार हो मैले बोलेका कथाहरू मान्छेले सुनिदिने मात्र होइन कि त्यसमा डुब्दिने र त्यसमा बाँच्ने हुनुभयो भने मलाई मजा आउँछ अनि मान्छे हामी अधिकांशलाई के हुन्छ भन्दाखेरि राम्रो मुभी हेऱ्यो भने मलाई त हिरो बन्नु कि क्या जस्तो हुन्छ कि होइन त्यो कन्फ्युज हुन पाइन्छ किन डिफ्रेन्ट टेस्ट गर्यो भने डिफ्रेन्ट कुरा सिक्यो भने तपाईँ जुन मेन प्रोफेसनको लागि बन्नुभएको त्यसमा एकदम प्लस गर्छ स्टोरी टेलिङ इज नट अबाउट ओन्ली न्यारेटिङ इट्स अबाउट पर्फर्मिङ हाउ यु पर्फर्म द स्टोरी त्यसले मलाई अहिले हेल्प गरिरहेछ सिकेको कुराको अहिले पनि खेर जाँदैन एन्ड देन म्युजिकको नलेज चाहिँ मेरो ब्याकग्राउन्ड म्युजिक नौलो सुरात इज अहिले वर्ल्ड वाइड नै चलिरहेको छ होइन सो मलाई टेस्ट छ म्युजिकको टेस्ट छ मलाई सेन्स छ स्केलको सेन्स छ होइन सो त्यसले मलाई हेल्प गरिरहेछ सो म युथहरूलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँलाई सिक्न मन छ भने हरेक कुरा सिक्नुहोस् तर तपाईँको लागि तपाईँ के को लागि बनेको भन्दाखेरि दुईवटा कुराले एकदम म्याटर गर्छ एउटा कुरा भनेको तपाईँलाई त्यो गर्दा मजा आउनु पऱ्यो र अर्को कुरा भन्दाखेरि तपाईँलाई मजा आउँदा अरूलाई पनि मजा आउनु पऱ्यो अनि बल्ल उहाँले भने जस्तो मार्केट पनि चाहिन्छ भने त्यो मान्छेले चाहिँ फेरि मार्केट पनि बनाउँछ कि जस्तो जसले मार्केट चाहिँ त्यो
डिग इन गर्न सक्यो, जसले चाहिँ मार्केटलाई आफै बनाएर स्क्रेड गर्न सक्यो, त्यो भनेपछि बिगेस्ट विन हो। जस्तो एप्पलले आफ्नो मार्केट बनायो होइन, त्यो भनेपछि उसको वरपर कोही पनि आउन सक्दैन। जस्तो कोही आर्टिस्टले पनि आफ्नो छुट्टै स्पेस बनाइदियो भने उसलाई देखेर अरू जन्मिन्छ क्या। सो आई थिङ्क मलाई लाग्छ उहाँले भने जस्तै गरेको काममा कि मजा लिनु पऱ्यो कि मजा आउने काम गर्नु पऱ्यो, तर आफूले गरेको काममा अरूलाई पनि मजा आउनु पऱ्यो जस्तो लाग्छ मलाई। यु डोन्ट ह्याभ टु फिगर आउट सबै कुरा अहिले नै कि द वर्स्ट थिङ यु क्यान डु टु लाइफ इज प्लान इट पनि भन्दो रहेछ क्या। धेरै त्यो प्लान गर्नु पनि लाइफलाई चाहिँ झन् पेचिलो बनाउनु, झन् त्यो गाह्रो बनाउनु जस्तो हुँदो रहेछ। त्यो भएको भएर काम गर्दै जाने जस्तो उहाँहरूले भन्नुभएको जस्तो छ कि यु सुड लभ वाट यु डु होइन। अहिले युवाले फेस गरेर सबभन्दा ठुलो प्रब्लम के हो जस्तो लाग्छ तपाईँहरूलाई? आई थिङ्क क्विक रिजल्ट खोज्ने त्यो एउटा समस्या हो। त्यो पनि हामी एउटा मान्छेलाई 12 सेकेन्डमा म्याराथन जित्छ अनि मान्छेलाई लाग्छ कि ऊ त 12 सेकेन्डको म्याराथनले रातारात हिट भयो, उसको लाइफ चेन्ज भयो, फेम छ, पैसा छ, न्युज छ, एभ्रिथिङ छ, उसको लाइफ सेट छ। तर मान्छेले यो चाहिँ बुझ्दैन कि उसले 12 सेकेन्डमा म्याराथन रेस जित्नको लागि उसले 12 वर्ष बिहान निरन्तर दौडेको हुन्छ। साधना चाहिन्छ अनि त्यो साधना बिनाको प्राप्ति हुँदैन कि। एउटा भोक अझ धेरै लागिरहेछ हामीलाई युथहरूलाई कि फेमस हुने भोक। सो फेमस हुने भोकको पछि लाग्नु हुँदैन कि आफ्नो क्रिएटिभिटी बढाउने भोक पछाडि लाग्यो भने त्यो सधैँ प्रोडक्टिभ रहन्छ कि। आज एकजना मान्छे भाइरल भयो भने ऊ गाडीमा उभिएर नाच्यो भने 100जना मान्छे हुन्छ रोडमा फोटो भिडियो खिचिरहेको हुन्छ, अनि नेक्स्ट के त अब नेक्स्ट अर्धनग्न भएर नाच्दाखेरि झन् भ्युज आउँछ होइन नि त। सो आफूसँग प्रोडक्टिभिटी भयो भने त्यो मान्छे जसरी पनि दीर्घकालीन रूपमा बाँच्छ क्या। सो त्यसको लागि साधना चाहिन्छ, मेहनत चाहिन्छ र धैर्यता चाहिन्छ जस्तो लाग्छ मलाई त्यो इक्जाम्पल दिमागमा घुम्यो क्या मेरो। बलुन किन छिटो फुट्छ भने छिटो फुक्न सजिलो हुन्छ नि त, बल्ब किन छिटो फुट्दैन भने त्यसलाई बढ्न समय लाग्छ नि। नाइस। कम्पेरिजन हो कि जस्तो लाग्छ अरूसँग कम्पेयर गर्ने। जस्तो मेरो कम्पिटिसन हाम्रो साइके सरसँग पनि होइन, मिक्सम सरसँग पनि होइन क्या। मेरो भनौँ न आफूभन्दा बेटर चाहिँ हुने हो नि त। जस्तो यो सोसियल मिडिया ब्रेन वासिङ होइन, कम्पेरिजन। जस्तो ओहो मेरो साथी त अस्ट्रेलिया गएको, अहिले त बिचमा बसेर फोटो हाल्छ, गाडीको स्टोरी हाल्छ भनेपछि त आम डुइङ अल रङ भने जस्तो त्यो हुन्छ नि। एउटा कम्पेरिजनले चाहिँ सेल्फ पिटी त्यो फिल गराउँदो रहेछ क्या। अनि केवाइसीमा कस्तो युवाहरू, कस्तो युथहरू आउनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई? हामीले भन्न चाहिँ +2 अपियर्ड भन्छौँ, तर युथ सबैजना वेलकम छ काठमाडौँ युथ कन्क्लेभमा होइन। जस्तै अब कतिजना युथहरू अहिले ब्याचलर्स पढिराख्नु भएको पनि भनौँ न जुन एक्जाम पछि +2 पछिको टाइममा चाहिँ के फ्रुटफुल गरौँ अथवा आफूमा चाहिँ केही नयाँ कुराहरू सिकौँ न भन्ने जस्तो लाग्छ भने चाहिँ काठमाडौँ युथ कन्क्लेभमा त उहाँहरू जस्तो युथहरू आउनुभयो भने अभियसली नै एकदम नेक्स्ट लेभलको ग्रोथ हुन्छ। उहाँहरूले चाहिँ आफूमा चाहिँ वाट आई क्यान गिभ देम इन राइटिङ इज मजाले आफूमा चाहिँ त्यो चेन्ज चाहिँ फिल गर्नुहुन्छ है। आउनु भएको भन्दा बेटर भर्जन भएर चाहिँ काठमाडौँ युथ कन्क्लेभबाट निस्किनुहुन्छ सिकाइको हिसाबले। अनि सिकाइ भनेको जस्तो कम्बिनेसनहरू लाइनअपहरू जहिले पनि केवाइसीको सबै कुरालाई समेट्ने खालको हुन्छ, एउटा प्याकेज हुन्छ होइन। त्यसमा चाहिँ म्युजिक पनि छ, कमेडी पनि छ, स्टोरी पनि छ, पोइट्री पनि छ, लगायत यो डान्सदेखि लिएर सबै कुराहरूको एउटा संयोजन छ। इन्टरटेनमेन्टको हरेक फिल्डलाई समातेको छ भने त्यो मात्रै नभएर कतिपय चिजहरू जस्तो लेसन कस्तो क्विक रिसिभ गर्न सकिन्छ भने जसले त्यो चिज अनुभव गरेको छ, अनुभव सुन्नु चाहिँ सबैभन्दा ठुलो सिकाइ हो जस्तो लाग्छ मलाई। किनकि अनुभवले चाहिँ के गर्ने पनि सिकाउँछ, के नगर्ने पनि सिकाउँछ नि त। अनि त्यो सबै कुरा जान्नको लागि, एउटा अनुभव बटुल्नको लागि र सबै कुराहरू आफू एउटा विद्यार्थी भएर, खाली विद्यार्थी भएर आउनको लागि चाहिँ केवाइसीले जुन प्लेटफर्म निर्माण गरेको छ त्यहाँनिर चाहिँ आफू एउटा सिक्ने मान्छे हो भनेर आउनुपर्छ जस्तो लाग्छ मलाई। उहाँले दुवैजनाले त मलाई भन्नुपर्ने बाँकी शब्दै छोड्नु भएन, तर म जिस्टमा के भन्छु भने खाली भाँडा भएर आउनुहोस्, तपाईँ केही न केही परेर जानुहुन्छ। आफैलाई पनि बिकाउन एकदम सेल गर्न एकदम इम्पोर्टेन्ट छ, स्पेसली युथले पनि। कन्टेन्ट बिकाउनु नै भन्छ अब त्यो शब्द सुन्दाखेरि होइन। कन्टेन्ट बिकाउनु भनेको चाहिँ अर्को अर्थमा नजाओस्, तर आफ्नो कन्टेन्ट बिकाउनु अथवा आफ्नो प्रोडक्टिभिटी बिकाउनु, आफ्नो प्रडक्ट बिकाउनु भनेको चाहिँ त्यो मार्केट पेनिट्रेट गर्न चाहिँ गाह्रो काम हो। एकचोटि पेनिट्रेट भइसके पछाडि चाहिँ त्यो कन्सिस्टेन्सी दिनलाई चाहिँ निरन्तर आफू लागिराख्नुपर्छ। गाह्रो चाहिँ सुरुमा गाह्रो हुन्छ। बेच्ने बिकाउने साँच्चै नै जस्तो बिक्ने भन्ने शब्द सबै कुरा मोनेटरीसँग रिलेटेड नहोला। जस्तो हामीले मैले कुनै जोक गर्दाखेरि जोक राम्रो भयो भने ल मेरो जोक बिक्यो, राम्रो बिक्यो, जोक राम्रो बिक्यो भन्छौँ। त्यसको अर्थ के हो भन्दाखेरि मेरो चिजले चाहिँ भ्यालु पायो भन्नुको मतलब हो। सो अघिकै कुरामा आइसक्यो क्या। जस्तो तपाईँले निर्माण गरेको चिज तपाईँको क्षमताको कुरा भयो, त्यसलाई बेच्ने मार्केट पनि चाहिन्छ जसले चाहिँ त्यसलाई लिन पनि सकोस्। सो बिकाउनु, बेच्नु अथवा आफूसँग भएको चिज स्ट्रेन्थलाई बजारमा लान सक्नु, बिकाउ गर्न सक्नु पनि अहिलेको लागि चाहिँ च्यालेन्जिङ पनि बन्दैछ। मार्केटहरू पनि त्यसलाई पनि प्लेटफर्म बनाएर जस गाह्रो काम चाहिँ हो बिकाउनु। युथले आफूलाई सेल गर्नको लागि चाहिँ
त्यसको लागि चाहिँ एकदमै डिफ्रेन्ट अलिकति क्वालिटिज चाहिँ हुनु अहिलेको झन् किन भन्दा एकदम कम्पिटेटिभ छ है। अनि अब त्यो भएको भएर चाहिँ झन् जमाना डिजिटल भइसकेको छ। अब त्यो भएको भएर सबै कुराको नलेज पनि हुनुपर्छ हजुर एक त। अनि अर्को भनेको चाहिँ आफूले मार्केटमा सेल गर्नको लागि चाहिँ यो दौरानमा चाहिँ के कति भनौँ न कुराहरू सिक्न सकिन्छ, कस्तो कस्तो कुरामा इन्भल्भ हुन सकिन्छ, त्यो चाहिँ प्रायः सबै गर्नुपर्ने रहेछ जस्तो देखियो मैले चाहिँ होइन। अनि यो भइराख्दाखेरि ठ्याक्क म केवाइसीको एउटा के चाहिँ जोड्न पनि चाहेँ भन्दाखेरि मैले वान अफ आवर स्पोन्सरसँग चाहिँ ठ्याक्क कुरा गर्दा यो भाग्य घटना हो होइन, भर्खर अस्तिकै कुरा गरेर राख्दाखेरि चाहिँ मलाई के भन्नु भने तपाईँहरूले इभेन्ट चाहिँ एकदम राम्रो लाग्यो मलाई। हजुरहरूले चाहिँ एटलिस्ट स्टुडेन्टलाई सेलेबल चाहिँ बनाउनु हुँदो रहेछ है मार्केटमा भन्नुभएको थियो क्या। म यसमा थोरै जोडौँ, म किन हाँसिरहेको थिएँ भने पनि होला, जुन मान्छे जुन डोमेनको हो उसले त्यही अनुसारको कुरा गर्छ। सेम क्वेसनमा होइन, उहाँले कस्तो कमिक जोडिरहनु भएको थियो, हाउस टेलिङ एकदम लिटरेचरमा भनिरहेको थियो होला। अनि उहाँको हरेक पोइन्टमा चाहिँ केवाइसी आइ नै रहेको थियो। सो म त्यही रिफरेन्स लिएर होइन एउटा सुनाउँछु है। सधैँ सबै मिठा मात्र याद कहाँ हुन्छ र। यो प्याराडाइममा यो टेबलमा धेरैजनाको हात पऱ्यो होला, यो कुर्सीमा धेरैजना बस्यो होला, चेन्ज भएको छ, सबैको आफ्नो आफ्नो अनुभूति होला। सधैँ सबै मिठा मात्र याद कहाँ हुन्छ र, अनि करेलामा काउलीको स्वाद कहाँ हुन्छ र। यो भेटको अर्थ केवाइसी डेट पनि हुनसक्छ, फेरि एउटा सोमा आएर सबै बर्बाद कहाँ हुन्छ। साइग्रेस एज अ स्टोरी टेलर तपाईँले कति धेरै स्टोरी पढ्नुभयो होला, भन्नु पनि भयो होला होइन। कुन कथाले चाहिँ तपाईँलाई पर्सनली सबभन्दा धेरै टच गरेछ? मलाई एकदम मनपर्ने कथा भनेको मेरो आफूले लेखेको स्टोरी, मेरो आफ्नै जीवन कथा, मेरो अधुरो प्रेम, नौलो सुरुवात, हान नसकेको थप्पड, नसुल्झिएको रहस्य भनेको मेरो प्राइम स्टोरी हो जस्तो लाग्छ मलाई। एन्ड विथ दिस हाम्रो अन्तिम गेम, फाइनल गेम सुरु गरिदिने हो। जस्तै केवाइसीले अब लिडरसिप, टिमवर्क कति कुरा सिकाउँछ नि, यो गेममा पनि तपाईँहरूको टिमवर्क, लिडरसिप एकदम काम लाग्छ है। तिनैजना मिल्नै पर्छ यो गेमको लागि है त। 3, 2, 1 अलराइट गाइस, ल फाइनल गेमको लागि रेडी हो? यस। फाइनल गेमको प्रप्स दिदिउँ न त सुरुमा। यस्तो गेम खेल्नु भएको छैन होला पहिला? यो हाम्रो लागि पहिलो सजाय। यही आएर के गर्नुपर्छ? मलाई बोल्न दे सरकार। जसले बोल्न सक्नुहुन्न टेप लाउनु भएको छ उहाँलाई चाहिँ इन्स्ट्रक्सन्स दिन्छ होइन, कुन कप कसरी राख्ने हो भनेर। त्यो तपाईँले उहाँले सुनिराख्नु भएको छ, ओके, उहाँलाई अब कसरी एक्सप्लेन गर्नुहुन्छ होइन। उहाँले जसले ब्लाइन्ड फोल्ड लाउनु भएको छ, ब्लाइन्ड फोल्ड लगाएको मान्छेले चाहिँ कप प्लेस गर्ने हो। सबैभन्दा माथि चाहिँ रातो कलर हुनु पर्यो। तपाईँसँग माथि निलो छ, तपाईँको हो त्यहाँ छेउमा माथिको निलो छ, त्यसलाई राख्नुहोस्। यहाँनिर छ हो त्यसरी राख्नुहोस्। ठिक छ, अझ निकाल्नुहोस्। ठिक छ, यसलाई हजुरको होइन, त्यसलाई त्यहीँ राख्नुहोस्, पछाडि राख्नुहोस्। हो तपाईँको जुन चाहिँ देब्रे हाततिर छ नि, लेफ्ट ह्यान्ड साइडमा, हो त्यसलाई लिएर आएर सबैभन्दा एक्सट्रिम राइटमा राख्नुहोस्। एक्सट्रिम राइट, अलि अगाडि, थोरै अगाडि। हो ठिक छ, फेरि उठाल्नुहोस् एउटा। नो त्यहाँबाट त्यसलाई चाहिँ अगाडि राख्नुहोस्, सबैभन्दा अगाडि। तपाईँ हो अलि अगाडि राख्नुहोस्, थोरै अगाडि हो, अलि तपाईँको देब्रेतिर लानुहोस् त्यसलाई। गुड, फेरि राख्नुहोस्, त्यसलाई पनि राख्नुहोस्, त्यसकै नजिक राख्नुहोस्। हो ठिक छ, अलि ठिक छ, त्यसलाई समात्नुहोस्। त्यसलाई चाहिँ तपाईँको कहीँ पनि नराख्नुहोस् है, म भन्छु। त्यसलाई चाहिँ तपाईँको ठिक्क अगाडि राख्नुहोस्। हो अलिकति ढकाल्नुहोस्, त्यसलाई हो अगाडि ढकाल्नुहोस्। ठिक छ, यसमा चाहिँ अर्को पनि थप्नु पऱ्यो होइन, त्यहाँ दुईवटा छ, त्यसमा दुईवटा छ, एउटा निकाल्नुहोस्। हो त्यसमा एउटा निकाल्नुहोस्, तलपट्टि निकाल्नुहोस्, त्यसलाई राख्नुहोस्। हो त्यसलाई अलिक छेउमा अगाडि पछाडि ब्याक गियर। हो ठिक छ, त्यसलाई लग्नुहोस् तपाईँको देब्रेपट्टि सबभन्दा अगाडि। ठिक छ, एकदम राम्रो। त्यसलाई उठाउनुहोस् होइन, हजुरको अहिले भएकोलाई। त्यसलाई चाहिँ तपाईँले आफ्नो दाहिने हाततिर राख्नुहोस्, नजिकै सबैभन्दा होइन, त्यति पर पुऱ्याउनु पर्यो यति मात्र। अलि छेउमा लानुहोस्। हो गुड, यसलाई चाहिँ तपाईँले अहिले तपाईँको हात सिधा गर्नुहोस्, सिधा अलि पछाडि आउनुहोस्, ब्याक गियर, एक गियर, अझै ब्याक, अझ ब्याक। हो त्यहाँबाट लेफ्टतिर साइड लाउनुहोस्। हो त्यसलाई छिराउनुहोस्, त्यहीँ छिराइदिनुहोस्, अझ छेउमा। हो त्यसलाई छिराउनुहोस्, तपाईँको मुनि अर्को पनि छ होइन। हो एकछिन होइन, त्यसलाई होइन, त्यो होइन जुन भर्खर हाल्नु। हो त्यसको मुनि अर्को पनि छ, त्यो मुनिको निकाल्नुहोस्। हो जहाँ छ त्यसलाई हाल्नुहोस्, त्यसको अगाडि ठ्याक्क जहाँ हाल्नुहोस्, त्यसको अगाडि हाल्नु। गुड, एकछिन है, यहाँ इन्स्ट्रक्सन गलत आयो हजुर, त्यो दुईवटा माथि हाल्ने हो। अब तपाईँ एक्सट्रिम छेउमा जानुहोस्, अलि ब्याक आउनुहोस्, अलि माथि नछुन्, अलि माथि, अलि अगाडि आउनुहोस्, थोरै राइट आउनुहोस्, अलि राइट, ठ्याक्क बिस्तारै तल जानुहोस्, ल्यान्ड। गुड, अलि त्यो मिलाएर होइन, अलि छेउमा होइन, दुईवटाको बिचमा अलि अलि माथि उठाउनुहोस्। गुड, हो नाइस, अलि अझ छेउमा, अलि छेउमा थोरै। गुड, तपाईँको हो भर्खर छुनु भयो नि, त्यहाँ उठाउनुहोस्,
त्यसलाई चाहिँ अलि अलि अगाडि जानुहोस्, अलि थोरै पछाडि अलि तल हाल्नुहोस्, बिस्तारै तल अलि छेउमा लानुहोस्, दुईटा फेरि त्यहाँ उता देब्रेतिर हो, दुईटा बिचमा हो, गुड नाइस। अब तपाईँको सबैभन्दा हात माथि लानुहोस्, अलि अगाडि जानुहोस्, तल लानुहोस्, बिस्तारै अरू नढल्नुहोस् है, हो त्यो समात्नुहोस् त्यसलाई चाहिँ फेरि छेउमा देब्रेतिर आउनुहोस्, त्यहाँ लानु देब्रे सरी दाहिने माफ गर्नुहोस्, दाहिनेतिर तल अलिकति ब्याक हो, त्यो ग्लास र साइडको ग्लासमा एउटा ग्याप छ होइन, देब्रेमा हो, गुड त्यही राख्नुहोस्, गुड भेरी गुड। अब माथि लानुहोस् हात, हो अगाडि लानुहोस्, एउटा कुरा के विचार गर्नु हजुरको हात मुनि टावर खडा भइसक्यो नलागोस् है, अलि अगाडि लानुहोस् सिधै, हो त्यसो तल लानुहोस् हो, त्यो हातको तल हो, त्यो हातको तल हो, त्यही हो, गुड त्यसलाई उठाउनुहोस्, त्यसपछि पछाडि हजुरले ब्याक गेयर गर्नुहोस्, अलि तल लानुहोस् अझ बिस्तारै हो, त्यही छ है तपाईँको, त्यहाँ बिस्तारै अलि देब्रे अलि छेउ पछाडि ब्याक रिभर्स गेयर अलि दाहिने हो, त्यहाँ अलिकति अगाडि थोरै अगाडि हो, यो त्यहाँ दुईटा ग्लास छ त्यसको बिचमा है, हो त्यसको बिचमा अलि ढल्छ केही छैन, टेक इट इजी। फेरि हजुरले माथि लानुहोस् हात, सिधा अगाडि तपाईँको जुन दाहिने हात छ त्यो हातको मुनि नै ठ्याक्कै हो उठाउनुहोस्, त्यसलाई ठ्याक्कै अब सिधा यतिकै तल लानुहोस्, तल बिस्तारै हो, अलि छेउमा मतलब दाहिनेतिर त्यहाँ झार्नुहोस्, बिस्तारै आहा बिठो ठ्याक्कै बिठ्यो। अब तपाईँले देब्रे हात छ नि हजुर, त्यो अलि छेउमा एक्सट्रिमसम्म लानुहोस्, एउटा ग्लास भइरहेको छ त्यहाँ, त्यो सिधा अगाडि हो, उठाउनुहोस् हो, अब त्यसलाई देब्रे हात समात्नुहोस्, देब्रेले त्यसलाई बिस्तारै ल्यान्ड गर्नुहोस्, बिस्तारै बिस्तारै ल्यान्ड, अब दाहिनेतिर अझ तान्नुहोस्, माथि अलिकति तान्नुहोस्, दाहिने तान्नुहोस्, ठ्याक्क बिस्तारै ब्याक आउनुहोस् हो, त्यहाँ ठ्याक्क हो, त्यहाँ दुईटा बिस्तारै छोड्नुहोस्, बिस्तारै ल बिस्तारै, अलि दाहिनेतिर गुड बिस्तारै हो, त्यहाँ छोडिदिनुहोस् बिस्तारै, आहा मिल्यो गुड नाइस। अब हजुरको दाहिने हात छ, दाहिने हात माथि लानुहोस् है, किन तपाईँको तल टावर छ छुने एकदम सम्भावना छ, अनि त्यो बिस्तारै तल सिधै हो, सिधै लानुहोस्, सिधै हो, ब्याक आउनुहोस् हो, गुड त्यसमा माथि उठाउनुहोस्। अब हजुरले अझ दाहिने आउनुहोस्, दाहिने अलि देब्रे अलि थोरै तल हो, थोरै तल हो, त्यसको ठ्याक्क तल बेस छ दुईटा, त्यसको एउटा सम्भावना के छ भने तपाईँको छेउको देब्रे भन्ने चान्सेस एकदम छ, त्यसैले बिस्तारै यस्तोसँग राख्नुहोस् कि अर्को आसनमा बिस्तारै राख्नुहोस्, पछाडि राख्नुहोस् थोरै हो, त्यहाँ गुड बिस्तारै ल्यान्ड गर्नुहोस् प्रपर नाइस गुड जब। अब अन्तिम छ हजुरले देब्रे जानुहोस् हो, त्यो हात देब्रे जानुहोस् पुरै देब्रे, त्यहाँबाट ठ्याक्क झ्याप्पा लानुहोस्, त्यसो बिस्तारै साथै छुट्याउनुहोस्, यतातिर दाहिनेतिर आउनुहोस् अलि अगाडि आउनुहोस् हो, ठ्याक्क तपाईँको दाहिनेतिर आउनुहोस्, दाहिने हो, त्यो त्यही हो समात्नुहोस् न, त्यसमा सिधै माथि स्क्रिनले हो, गुड हो नाइस। त्यसको त्यहाँ ठ्याक्क सिधा तल अब देब्रे दाहिने ठ्याक्क ब्याक रिभर्स थोरै गुड, यस्तो तल यस्तो सम्भावना छ कि यो ढल्यो भने बिस्तारै ढल्छ, बस्यो भने बिस्तारै लाग्छ होइन, त्यसैले हामी बिस्तारै लगाउनु पऱ्यो, यसमा तपाईँ बिस्तारै जानुहोस् पछाडि आउनुहोस् गुड। अब त्यसमा बिस्तारै छोडिदिनुहोस्, आई थिङ्क या गुड जब। कस्तो लाग्यो यो गेम चाहिँ, अब कतिको सजिलो गाह्रो हुँदो रहेछ। तिनैजना बुझ्थ्यो नि, उहाँलाई बुझाउन सक्नु पऱ्यो मेन त, अनि सुन्नु भएको छैन, अब मलाई उहाँको इन्स्ट्रक्सन मन पऱ्यो क्या, ब्याक गियर ल्याउनुहोस्, थोरै दाहिने थोरै देब्रे राख्नुहोस्, दामी मजा हो, टिम वर्क सबैले एकदम उहाँले बिचरा इन्स्ट्रक्सन दिइरहनु भएको थियो, उहाँले एकदम राम्रो गर्नुभयो। 2 1 Alright guys, हेर्दै शोको अन्त्यमा आएका छौँ। लास्टमा यदि KYC को स्टेजबाट हैन नेपालको सबै युथलाई 30 सेकेन्डको मेसेज दिन पाउनु भयो भने हैन के भन्नुहुन्छ? काठमाडौँ युथ कन्क्लेभ KYC 2026 इज ह्यापनिङ अन श्रावण 16, 2033। यो चाहिँ नेपालको सबभन्दा ठुलो लार्जेस्ट युथ सेन्ट्रिक इभेन्ट हो। KYC योचोटि आउटसाइड भ्याली पनि जाँदैछ, दसैँ तिहारपछि वी आर गोइङ आउटसाइड भ्याली। रमाइलो गर्दै के सिक्नु छ भने चाहिँ KYC आउनुहोस्, त्यहाँ तपाईँ सिक्ने भनेर आउँदा पनि रमाइलो गर्न आउनुहोस्, आफै सिक्नुहुन्छ। लगभग भनिसक्नु भएको छ, तिनटै कुरा, रमाइलो पनि हुँदैछ, रमाइलो गर्नको लागि पनि आउनुहोस्, अर्को लेसन सिक्नको लागि पनि आउनुहोस्, अर्को हाम्रो जमघट हुँदैछ त्यसको लागि पनि आउनु होला। शोको अन्त्यमा हामी जहिले हाम्रो गेस्टलाई केही उपहारहरू दिन्छौँ, तपाईहरुलाई पनि छ, प्लिज एक्सेप्ट गरिदिनु। ला हो र थाहै थिएन त्यस्तो भए म अगाडि वर्ष नै आउँथेँ बोलाउनु। Alright guys, time for gifts. हाम्रो पहिलो गिफ्ट आएको छ क्लब ओम्नियाबाट। सो क्लब ओम्निया अहिलेसम्म जानु भएको छ कि छैन होला? छैन पार्टी क्लब हो। थ्याङ्क यू। गुड म्युजिक, गुड भाइब, क्लबिङ पर्सन होइन जस्तो छ तपाईँहरू। आई लभ म्युजिक, म गइरहेको हुन्छु। थ्याङ्क यू सो मच ओम्निया क्लब। तर आई डोन्ट ड्रिङ्क, तर आई इन्जोय म्युजिक। याचु हेयर ओइल चाहिँ मेड इन नेपाल प्रडक्ट हो हैन, हेयर ग्रोथलाई नि हेल्प गर्छ, हेयर फल हुनबाट पनि बचाउँछ। याचु यो मेरो मम्मीले युज गर्नुहुन्छ। ए हो, तपाईहरु बियर पिउनुहुन्छ? पिउँदिन। ल पिउनुहुन्न भने अरू कोहीलाई दिन पनि मिल्यो होइन। हिमालयन प्रिमियम लागर बियरबाट आएको छ 6 प्याक तपाईँहरूलाई। बियरको बारेमा एउटा भनिदिउँ, म रक्सी त पिउँदिनँ, तर पिउनेहरूलाई रक्सी पनि चिया जस्तो लाग्छ। अक्सर मलाई धोकेबाजहरू यहाँ माफिया जस्तो लाग्छ। म प्रेममा धोका खाइ लडेको थिएँ, मलाई मेरो हाल देखेर म पनि जडिया जस्तो लाग्छ। यो चाहिँ म्याक्सिमम छोरा मान्छेको पीडा। छोराको सङ्घर्ष धेर थोर बाउले देखेको हुन्छ, कमाएको 5 रुपियाँ पनि साउले देखेको हुन्छ। पीडामा परेको बेला यहाँ कसैले देख्दैन, रक्सी किन्न जाँदा सारा गाउँले देखेको हुन्छ। यो चाहिँ गोदावरीको स्प्रिङ वाटरबाट बनेको बियर। थ्याङ्क यू हिमालयन। अर्को गिफ्ट चाहिँ स्वर्ण काराबाट आएको छ। यो चाहिँ एउटा प्रिमियम फाइन डाइनिङ रेस्टुरेन्ट हो बालुवाटारमा होइन। यहाँ नि एकदम गुड फुड, गुड एम्बियन्स, क्यारियोके पनि गाउन मिल्यो त्यहाँ होइन, पुल पनि खेल्न मिल्छ, टक्क इभेन्टहरू पनि अर्गनाइज गर्न मिल्छ। न्युट्रिसियस स्न्याक्स आएको छ आर्क्स फुडबाट।
थ्याङ्क यू यो प्रडक्टमा चाहिँ नो मैदा नो सुगर अरू कुकिज पफहरू भन्दा हेल्दी अप्सन भयो होइन सो थ्याङ्क यू सो मच मेरो लागि हो थ्याङ्क यू अब हेल्दी कुकिज पफसँग हेल्दी चिया राकुरा चियाबाट आएको छ तपाईँहरूलाई अर्ग्यानिक इन्ग्रिडियन्ट्सबाट बनेको नो माइक्रोप्लास्टिक्स नो ग्लू थ्याङ्क यू राकुरा अनि अहिले नेपाली चिया वर्ल्ड म्यापमै पुर्याउँदै होइन कतिवटा देशमा पुगिसकेको छ राकुरा चिया थ्याङ्क यू नेपालको सबभन्दा कुलेस्ट आइवेयर स्टोरको नाम हो न्यू म्यू 2015देखि उहाँहरूले चस्मा बनाउँदै नेपालको आइवेयर गेम चेन्ज गर्दै तर नाम देखेको नदेखेको मलाई यही मन पर्यो थ्याङ्क यू नाइस वा हिरो हिरो तिमीलाई ए तपाईँको नाम रहेछ नि त यहाँ सो अहिले चाहिँ अनलाइन सपिङ अनि फ्री डेलिभरी पुरै नेपालभरि छ उहाँहरूको बिग मार्टबाट आएको छ नेक्स्ट गिफ्ट उहाँले भाउचर पठाइदिनु भएको छ एज अ माइलस्टोन 150 आउटलेट खोल्न लागिराख्नु भएको भएर 150 को भाउचर थ्याङ्क यू बिग मार्ट थ्याङ्क यू अर्को गिफ्ट एकदम बबाल आएको छ तपाईँहरूलाई फ्रम बबाल बबाल वेयर्स। वेयर्स। नाइस थ्याङ्क यू थ्याङ्क यू बवाल ल अर्को गिफ्ट चाहिँ एकदम स्पेसल आएको छ है तपाईँहरूलाई हजुर धन्यवाद आर्ट सनिल आर्ट जो सागरे ए त्यही त हजुर मेरो चाहिँ राखेको चाहिँ ल बवाल मेसी भन्दा है कहिलेको फोटो हो त्यहाँ 2024 को मेरो इभेन्ट थियो पोखरामा त्यो इभेन्टको ठ्याक्क म भित्र छिर्ने बेलामा लिएको फोटो हो यो त भयो होला 12-13 वर्ष अगाडि यो हो र यङ यङ एकदम भर्खरको देखिरहेको 12-13 वर्ष अगाडि साँच्चै मन पऱ्यो है सनिल आर्ट थ्याङ्क यू हात्ती साप चप्पल पनि हो सो यस्तै गरी उहाँहरूले आफ्नो मिनी क्यानभस अनि ठुलो क्यानभसमा यस्तो मास्टर पिस बनाउनुहुन्छ होइन फाइन डिटेल पेन्टिङ अर्को गिफ्ट चाहिँ दाँतको रिलेटेड हरेक समस्याको समाधान आर्ट एन्ड डेन्टल केयर भिजिट गर्नु होला झम्सिकेलमा छ क्लिनिक उहाँहरूको तर गजब हो थ्याङ्क यू किन बाहिर दाँत बनाउन एकदम महँगो छ क्या ए हो नि उता बार्सुनामा झन् एकदम महँगो है लास्ट बट नट द लिस्ट नेपाल क्यान मुभ चाहिँ नेपालकै नम्बर 1 कुरियर डेलिभरी कम्पनी 77 जिल्लामा 560 भन्दा बढी ब्रान्च छ उहाँहरूको मेकिङ इट द मोस्ट वाउ तपाईँको मलाई पर्दैन एकअर्काको यसमा चाहिँ के वैसे हान्नु भएछ यसमा चाहिँ हाल्नु नेपाल दामी दामी यो मुभीको क्यारेक्टर मुभीको क्यारेक्टर अपकमिङ होइन यो लास्ट टाइम रिलिज भएको मालती मङ्गलले मुभीको क्यारेक्टर कस्तो राम्रो अस्ति मेरो इभेन्ट भएको थियो मेरो 111 सो थियो एक्सलमा त्यसै कारण थ्याङ्क यू नेपाल ज्ञान एन्ड गाइज विथ दिस गिफ्ट पार्ट पनि सक्यो थ्याङ्क यू सो मच तपाईँहरू आइदिनु भयो धन्यवाद एकदम रमाइलो गफ भयो इम्पोर्टेन्ट गफ पनि भयो होइन लास्टमा अन्तिम मेसेज हाम्रो दर्शकलाई कहिले हेरिराख्नु भएको छ भने आइदिनु होला काठमाडौँ युथ क्लब साउन्ड 16 गते हुँदैछ थ्याङ्क यू प्याराडाइम गिफ्ट प्रोभाइड गरिदिनु सपोर्टिङ सम्पूर्ण इन्स्टिच्युटलाई धन्यवाद र यदि यो भिडियो तपाईँसम्म पुग्दैछ भने बुझ्नुहोस् कि तपाईँलाई कसैले केही भनेर फरक पर्दैन बिकज तपाईँको हृदयको ईश्वर प्रसन्न छ भने सबै कुरा प्रसन्न हुनेछ अनि कसैले पनि तपाईँलाई तल देखाउन खोज्छ भने कहिले पनि आफू तल नझर्नुहोस् किनकि बाफ बनेर उडेका सपनाहरू धैर्यताका बादल बनी बर्सनेछन् सहदा गिजाएका हाँसोहरू प्रगति देखेर तर्सनेछन् थ्याङ्क यू सो मच प्याराडाइमलाई यहाँ थर्ड टाइम आइसकेँ म फेरि पनि बोलाउनु होला गिफ्ट दिइरहनु होला वन्डरफुल एक्सपिरियन्स अनि स्पेसल्ली साउन 16 गते शनिबार केवाइसी इभेन्ट हुँदैछ प्रज्ञा प्रतिष्ठान कमलादीमा त्यहाँ तपाईँ आउन सक्नुहुनेछ यहाँलाई वेलकम गर्न हामी रेडी नै छौँ त्यसमा पनि इन्भिटेसन दिँदै संसारमा जसले जसलाई माया गर्छु भने पनि सबैभन्दा बढी र सबैभन्दा निस्वार्थ माया आफूले आफूलाई गर्छन् त्यसैले आफूलाई माया गर्नुहोस् ल अब काठमाडौँ युथ कन्क्लेभ केवाइसीमा भेट्नुपर्छ है त फेरि एकदम सबैजना त्यति भन्दै अहिलेको लागि बिदा माग्न चाहन्छु बाई बाई नमस्ते